हेलो सम्पूर्णलाई नमस्कार। तपाईहरु सन्चै हुनुहुन्छ? म त एकदम आरामै छु, एकदम गुड छु हैन। आज थोरै मिठो दाजुभाइहरुसँग सँगै बसेर थोरै भिडियो यसो सँगै बसेर रमाइलो गरौँ भनेर थोरै भिडियो लिएर आएको छु म। दलन ब्रोको भिडियो रियाक्सन भिडियो चाहिँ म आज गर्न गइरहेको छु हैन। साथ सपोर्ट लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला। भिडियो हेर्ने हो नि त गाइज, लेट्स गो। अब हुन्छ बबाल है, बबाल हेर्दौँ भिडियो अब मिलाएर सबै बसेर हैन रमाइलो गरेर हेर्दौँ। Sporting News app or visit the website now. Use the promotional code to unlock amazing offers. The Club World Cup is coming soon. Stay ahead of the game with 1xBet Sporting News. के हो त नि तपाईलाई त देख भेटै भएन, एकाएक तपाईँ चाहिँ हराउनु भयो। अब के छ, तपाईँ कता हुनुहुन्छ, के गर्ने योजना छ अब तपाईको? त्यही त यार काका भाग्दिन भनेको मान्छे कहाँ भागेर आएको थियो। Spit on your hand and stroke my cock at a medium pace. कमेन्ट हेरौँ भनेको कमेन्ट अफ भइरहेको छ। ट्रम्पको डर हुकुममा रे, बैंक सहकारी मिटर ब्याजीबाट चर्को ऋण लिएर करोडसम्म खर्चेर अवैध रूपमा अमेरिका पुगेकाहरूलाई ट्रम्पले फर्काइदिए गाउँमा परिवारको उठ्योबास लाग्छ अरे। रुकुमको कुन गाउँ होइन, पुरै खाली भएको क्या, गाउँै खाली भएको क्या। कस्तो होला त यार। कोही पनि चाहिँदैन हामीलाई। हामीलाई एउटा राजा चाहिन्छ, हाम्रो नेपालको राजा चाहिन्छ। कुन राजा? राजाको नाम भन्नु त। राजाको नाम ज्ञानेन्द्र बहादुर शाही। नाम पनि फेरि उस्तै छ क्या, ज्ञानेन्द्र शाह, ज्ञानेन्द्र शाही। विजय शाहीको फेरि पारा के हो भने के, विजय शाही होइन एआई शाही होला नि होइन। नेपालको एआई पहिला किताब यस्तै पल्टाएर गरेर गएको थियो, पछि त भर्जन 2 मा त विजय शाही अपडेट भएर किताब छुने बित्तिकै कन्ट हुन्छ। अब भर्जन 3 आयो भने के हुने हो थाहा छैन है। विजय भाइ विदेश जाने भए भन है, राम्रो कम्पनीबाट डिमान्ड आएको छ अरे। देशको गहना यस्तो ट्यालेन्टेड मान्छेले कहाँ विदेश पठाउने कुरा गर्नुहुन्छ यार। उहाँलाई त जोगाएर राख्ने हो। भ्यू चाहिँ दाम छ। मेरो पहिलेलाई तैँले जिस्काने हो, 20 खुवाएको जिस्काने हो। कहाँ जिस्काउनु भने यस्तोलाई अनर हेर्न कस्तो छ पुच्छेको। मेरो पहिलेको पेटा हाल्छ ल के अनर हुनु पर्यो नि जिस्काउने। पागल हो त, पागल हो, पागल हो। भयो कमिङ फास्ट होला छ नि, त्यस्तै याद आयो मलाई। यस्तो गरेर क्यामेरामा खिच्दाखेरि Why are you coming fast? I just hit, you hit me and I just hit the car. अनि के गरेर खाने त मेरो छोराले? पढ्यो लेख्यो हैन, उ ठुलो अब एकदम धनीको छोरा पनि होइन। त्यत्रो हिल्टन होटल किन्न सक्ने मान्छे धनी नभएर के हामी हो त धनी यार? जब कि यस्तो खालको भिडियो रियाक्सन गरेर पैसा कमाउनु परिरहेको छ। उता हाम्रो गाउँतिर लगेर देखाइदिनु पर्ने क्या मान्छे कतिको धनी छन् त्यहाँ भनेर के। प्रधानमन्त्रीको छोरा उ ठुलो अब एकदम धनीको छोरा पनि होइन। काम त आफ्नो व्यवसाय त चलाउनु पर्ला नि त। तपाईँ धनी हुनुहुन्छ भन्छ नि। म धनी छु तर म धनी छु, तर मेरो छोरा धनी होइन, किनभने त्यो मेरो छोरै होइन भन्नु होलाखेरि के भन्नु खोजे। आमा धनी भएपछि छोरा अटोमेटिक धनी हुँदैन त यार, के हो? हामी त उम्रिएदेखि एमाले त्यही भएर हामीलाई कसैले जाम भन्ने नपरेको, हामीले जाम भनेर लिएर आएको दिदीबहिनी। उम्रिँदैखेरि एमाले भन्नुभएको छ, उम्रिँदाखेरि मान्छे त उम्रिन्न। अब आफूलाई घाँस भन्न खोजे अब के हो है भनेपछि बिउ पनि एमालेकै रहेछ अरे। अब बिउ त अब एमालेकै होला नि। अब एमालेकोसँग बिहे गर्नुभयो होला। केटीहरू पछि लाग्छ, केटीहरूको बाल छैन भने मान्छे खत्रै हो क्या हो। डेनिम टियरको हुडी होइन मा कसम यार, अति है। तिमीहरूले गरेका हल्लाले मेरो भुत्ला पनि झर्दैन। ल छलफल। देश हाँक्ने नेताहरूको बोली यस्तो छ होइन। अनि हामी त के भएर मुजीमा त हिरो छ, हामी हिरो छैन। कतिवटा गुन्डा छ। नमस्कार नमस्कार, तमुजीले पो नमस्कार गर्ने लागत त मलाई त। मैले नमस्कार होइन नि तमुजीले। सुरुमा नमस्कार गर्नु भयो पछि रियलाइज गर्नु होला कि ए नमस्कार उसले गर्ने हो, मैले पो गरिरहेछु भनेर। नमस्कार नमस्कार, तमुजीले पो नमस्कार गर्ने लागत त मलाई त। मैले नमस्कार होइन नि तमुजीले। हिलबाजी यार कसम यार, रेस्ट इन पिस होइन। अब अहिलेसम्म पनि भइदियो भए कस्तो हुन्छ नि, यस्तो क्लिपहरू हेर्न पाइन्थ्यो होला, रमाइलो हुन्थ्यो। गाँजा र यौन व्यवसाय खुल्ला गरौँ, काङ्ग्रेस सांसद
के भन्नु भनेछ हेर्नु यौन व्यवसायलाई पनि व्यवसायीकरण गरौँ जसले यो मुलुकमा पर्यटकको सङ्ख्यालाई बढाउनेछ। पर्यटकहरू खास गरी धार्मिक पर्यटकहरूले खर्च कम गर्छन्, एडभेन्चरको पर्यटकहरू थोरै मात्रामा हुन्छन्। सबभन्दा बढ्ता पर्यटक यस संसारमै हुने भनेको मनोरञ्जनको पर्यटक हो। त्यसलाई आकर्षण गर्न सकियो भने यौन व्यवसायलाई चाहिँ व्यवसायीकरण गरौँ है, व्यवसायलाई पनि व्यवसायीकरण गरौँ होइन। किन भन्दाखेरि धार्मिक पर्यटकहरूले चाहिँ खर्च कम गर्छ अरे, अनि पैसाको लागि चाहिँ यौन व्यवसायलाई चाहिँ व्यवसायीकरण गर्ने अरे क्या। भनेपछि अब पर्यटकहरू आउने अनि नेपाली दिदीबहिनीलाई चाहिँ ठगेर जानेवाला अरे क्या। के यो चाहिँ पुरा एकदमै सही भन्यो यी बुढाले। अब पहिले यसको श्रीमतीबाट सुरुवात गर्नु पर्यो अरे। त्यही त भने कि आफ्नो दिदीबहिनीबाट सुरु गर्नुहोस्। भिटिनको लिरिक्समा छ नि थाइल्यान्डको माल हान्छु भने जस्तो, अनि विदेशीले पनि नेपाल आउँछन् हाम्रो चेलीबेटीलाई यस्तो गरेर, अनि आफ्नो देशमा गएर लेख्छन् लिरिक्समा ऱ्यापमा नेपालको माल हानेबाट। त्यस्तै बनाउनु खोजे हो के हो? भिटेन भाइको मलाई बवाल लाग्ने चिज चाहिँ त्यो हो क्या, के उसले चाहिँ सब चिज खोलिदिन्छ क्या। अस्ति नै एउटा गीत सुनेको, मेरो त गर्लफ्रेन्डै चिक्दियो अर्कोले अरे क्या। अब त्यस्तो चिज पनि भनिदिन्छ क्या। हुन्छ अब त्यो त वाइल्डै त्यो ठुलो कुरा हो नि त। एउटा छोरो मान्छेको लागि त मेरो त गर्लफ्रेन्डै चिक्दियो अर्कोले अरे क्या। अब कुन गीत चाहिँ भन्नुपर्छ त्यस्तो? मेरो गर्लफ्रेन्डलाई त्यस्तो गर्यो भनेर ए कुन गीत त्यस्तो गीत चाहिँ कुन गीत थियो यार? भिटेन के गर्ने जब बुढीको अके म्याचसँग सेक्स हुँदा के भन्नु रन्डी तँलाई म तेरे साथमा। बुढीको अर्कैसँग सेक्स हुँदा अरे दुनियाँ केटाले कन्डो थाप्यो भने तिमी पनि कन्डो हान्न जान्छौ? यो बिउ भने त मान्छे पुरै कुहिएकै बिउ भयो होइन। के भन्ने, बरु केटा मान्छे त्यस्तो छाडा बोल्दैन होला। यो मान्छेलाई मतलबै छैन, जे पनि बोलाएको छ गाली साली हुन्छ नि। सागा दाईको केटीको भर्जन हो यो। के राम्रो लाग्यो यस्तो लाइक हान्छन् कि यिनीहरूले यार? सुनेर छक्क पर्नु हुनेछ। नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पा विश्वको झन्डै 35 देशभन्दा ठुलो छ। थाइल्यान्डमा पैसा खुट्टाले टेक्नुलाई अपराध मानिन्छ। जर्मनीमा जेलबाट भाग्नुलाई अपराध मानिँदैन। हो र? भिडियो भनेको यस्तो हुनुपर्छ क्या यार। केटाकेटीको अब यिनीहरूको दिमाग नै कस्तो होला त, होइन? यस्तो हुनुपर्छ क्या यार भिडियो भनेको। सिङ्गापुरमा चुइगम खानु पाइँदैन। नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर विश्वका 5 देशभन्दा ठुलो छ। हालसम्म सबैभन्दा बढी बच्चा रुसकी एक महिलाले जन्माएकी थिइन्, जहाँ उनले 27 पटक गर्भवती भई 69 बच्चा जन्माएकी थिइन्। मानिसले सम्पूर्णमा 5% मात्र अनुवेशन गरेको छ। यो भिडियो चाहिँ एउटा लाइक डिजर्भ गर्छ होइन? त्यही भएर खै तिम्रो हात देखाउ त, मैले रेकर्ड गरिरहेको छु। खास कसरी भयो त यो त तिमीले भनेको त्यो चुरोट खाने के निकोटिन कारण भन्ने कुराहरू देखे बनाइरहेको? हजुर, यो चुरोटको कारणले गर्दाखेरि यस्तो भएको भन्छ। बासको चुरोटले यस्तो हुन्छ र भन्दो रहेछ। यो चाहिँ जुन रक्त नलीहरूको समस्या, यो रगतहरू हिँड्ने बाटोहरू चाहिँ अहिले यो हात पुरै सुनिरहेको छ यति। अनि यसको लागि थेरापीहरू मसाजहरू गर्नुपर्ने लाने मान्छे कोही छैन। आफू खाना त टाइममा खान पाउँदैन, झन् त्यो गर्ने त कसरी? नसाको कारणले होला, चुरोटले होइन होला। चुरोट भने कुष्ठरोग भने कुष्ठरोगै होला कि सायद। त्यो 400 को चप्पल भए थोरै कत्रो हो मा कसो के खानुहुन्छ र यत्रो लाफिङ बुद्ध जस्तो यार? यो गाडी जेबा पनि ले गाइज हो सबजनाले भात त 10 चक्का हजुर 10 चक्का छिटो गरे भातले। अझ हेर फ्लेक्स गरेको। खाउ घाट जाने बेला हिँड्नु पर्दैन, अरूले बोकेर लाने गरे। ढुकुर नदेखियो कति बोलाए। ढुकुर नदेखेको कति भयो दाइ रे। अर्को दाइ आफ्नो कुरी नदेखेको कति भयो। दुलो कत्रो हो रे, दुलो सानै होला यो पेटला। एउटा चिज त देखिँदैन होला है बाजे रे। माइलो दाइ माइलो दाइ दुःख मात्र किन पर्छ
गीत त के भन्नेमा यो माया दाइलाई चाहिँ अब जस रहर रहेछ क्या यो म्युजिक भिडियो खेल्ने होइन यस्तो यस्तो कुरा भयो क्या त्यही भएर फिल्म बनाउने कुरा गर्नुहुन्छ ताइना तुईको गीत यस्तै चल्छ क्या फेरि गीत भ्युज हेरमै बज्छ यसको 19 मिलियन भ्युज एक महिनामा माइला ज्याक्सन रे डान्सको सामुन्ने तिमी बच्चा हो बच्चा मेरो सामुन्ने बुझ्यौ ठुला कुरा नगर डान्सका कुरा गर्छौ के जिन्सको के हो प्यान्ट माथि कोटमा कम्बिनेसन त हो यार ओहो निशाजीले मलाई एकचोटि भागम न लेखिरहेको छि न कचरी कति पटक भाग्ने सोच्या छ यसले ए निशा अनिश वर्माको ट्याटु छातीमा अचम्म के हो यार यस्तो बरु आफ्नो बाबुआमाको छातीमा ट्याटु हाने भए कति खुसी हुनुहुन्थ्यो होला को न चिन्नु न जान्नु यो टिकटकमा ट्याप ट्याप गर्ने मान्छेको ट्याटु छातीमा हानेछ भने त उहाँको इच्छाको कुरा हो होइन आफ्नो बाबुआमाको हान्नु बरु ट्याटु के मेरो सिद्धान्त भनेको कमेन्ट हेर्ने गरे मेरो सिद्धान्त भनेको मान्छे कुट्ने हो पछि यो भाइ पनि पछुताउला नि सानै उमेरदेखि कयौं दुःख कष्ट अनि अनेकौं जिम्मेवारीहरूसँग लडेर यहाँसम्म आएको मान्छे हुँ म अनि तेरो 2 कौडीको भुकाइले म डराउँछु शान्त छु भन्दैमा यति सोझो पनि नसम्झी दुनियाँ काण्ड गरेर पनि बसेको हुन सक्छ सो झुक्केर चलाउन आउलास र पक्कटमा आरा बन्न पुग्लास काभ्रेली सम्धिहरू होला हैन के हो थारो कपाल हैन लाइन चाहिँ हानेको यहाँ लाइन छ त्यहाँले बेलुन राख्यो भने फुट्ने खालको क्या कपाल हेराइ यस्तोमा यस्तो सानै उमेरदेखि कयौं दुःख कष्ट अनि अनेकौं यस्तो गरेर क्या मै हो जस्तो क्या यस्तो यसरी हिँड्न सकिन्न र यसरी नर्मल यस्तो गर्नै पर्छ डान्स के हो फेरि यो यो फेरि काभ्रेली सम्धिनीहरू हो क्या हो यिनीहरू तपाईँहरूलाई चाहिँ होइन मलाई एकदम दामी फन्नी बवाल लाग्यो है ल गाइस यस्तै भिडियोहरू म लिएर आइरहन्छु होइन लाइक सेयर होइन सब्सक्राइब गरिदिनु होला गाइस ल अब लिएर